आफ्नो मन्तव्य राख्दिन हुनको लागि भाइ सुजन कटुवाललाई हार्दिक अनुरोध गर्न चाहन्छु। आज हाम्रो यहाँ सुजुन मेमोरियल माध्यमिक विद्यालयले राखेको विदाई कार्यक्रम भनिरहँदा पनि यसलाई वास्तवमा शुभकामना कार्यक्रम राखेको थियो भने ठिक हुन्थ्यो जस्तो मलाई लाग्छ। विदाई भनेको आफ्नो एउटा शब्दमा विदाई भन्ने शब्द एउटा भावुक शब्द जुन विदाई भन्नेले नै मान्छे जस्तो महसुस गराउँछ। तर पनि हामीले यसलाई सकारात्मक भावले बुझेका छौँ। यहाँ उपस्थित सम्पूर्ण बुजुर्गवर्ग सपनाको पंखा जोड्ने हुने आदरणीय गुरुहरूप्रति हामी कक्षा सम्पूर्ण 12 विद्यार्थीहरूप्रतिबाट स्वीकार गरिरहेका मोरङमा अवस्थित सुबिजपुर मेमोरियल माध्यमिक विद्यालयका कक्षा 12 को विदाई कार्यक्रम हुँदै गर्दाखेरि छोटो मन्तव्य राख्नुमा आफ्नो असीम गर्व रहेको छ। कक्षा 12 को विदाई कार्यक्रम गरिरहँदा वास्तवमा भन्नुपर्दा केही शब्दहरू छन्। यदि कक्षा 12 को विद्यार्थी हामी पहिले सरहरूको राख्ने छौँ र यस सुबिजपुर मेमोरियल माध्यमिकबाट विभिन्न यात्रा तह गर्दै अब नयाँ यात्राको सिलसिलामा बाहिर गए तापनि हामी यस सुबिजपुर माध्यमिक विद्यालयमा सदैव नाम अमर राख्नेछौँ र सुबिजपुर मेमोरियल माध्यमिक विद्यालयले दिएको एउटा प्रेरणा अथवा एउटा सिकाइ सजीकरणका पिता श्री गोविन्द कार्कीज्यू मैले सिकाइ सजीकरणका पिता किन भनिएको हो भने विभिन्न डिजिटल माध्यम अहिलेको आधुनिक समाज आधुनिक पुस्ताका विभिन्न प्रविधिको प्रयोग हाम्रो विद्यालयमा रहेको छ र हामीले उक्त प्रयोग गरी विभिन्न सिकाइ सजीकरण गरेका छौँ र सम्पूर्ण कक्षा 12 का विद्यार्थीहरूलाई सरहरूले सिकाइमा सजीकरण सिकाइलाई कसरी व्यापक बनाउने कुरा आदि कुराको ज्ञान विस्तृत रूपमा दिनुभएको छ र सम्पूर्ण कक्षा 12 का विद्यार्थीहरूलाई सरहरूले भने जस्तै हामीले अझ एउटा ढुकिला मात्र टेकेका हौँ। अब हाम्रो सरहरूले पोखरीमा लगेर डुङ्गा राखिदिनु भएको छ। अब कुन बाटोबाट हामी अगाडि बढ्नेछौँ भन्ने आफ्नो हातमा हो। अब हामी विद्यार्थी हौँ, विद्यार्थीहरूले कुन बाटोमा कुन ढङ्ग कुन सोचाइबाट अगाडि बढ्ने हामी विभिन्न तहका बाल अवस्थादेखि अथवा खेलाडी हिँड्ने हाँसो आदि गर्ने उमेरका